गाइज यो चाहिँ त्रिशुलधारा गोसाइकुण्डको कुण्डभन्दा अलि माथि यहाँ चाहिँ भगवान् श्री महादेवजीको त्रिशुल प्रहारबाट जल उत्पन्न भए कुण्ड बनेको भन्ने किंवदन्ती रहेछ। यो चाहिँ गोसाइकुण्ड मेरो पछाडि देखिएको यो गोसाइकुण्ड हो, मनोरम गोसाइकुण्ड। आज चाहिँ मौसम अलि राम्रो छैन, चिसो छ। कुण्डमा स्नान लिनु पनि एकदम च्यालेन्जिङ छ। जस म अलि बुस्टेड नै छु, प्रोबाब्ली यो पालि म कुण्डमा स्नान गर्न कोसिस गर्नेछु। कुण्डमा स्नान गऱ्यो भने तपाईँहरूलाई म भिडियो देखाउने नै छु। नत्र दिस इज गोसाइकुण्ड।